हेलो साथीहरु अनि नमस्ते अनि म चाहिँ आइसके फेरि पनि न्यू डे अनि न्यू ब्लग लिएर अनि अहिले चाहिँ म भर्खर कामबाट आएको कि गएर अब चाहिँ खानुपर्ने हुन्छ। बुढी चाहिँ अघि भोक लागेको मलाई चाहिँ बुढीमा चाहिँ जुका चलेको अनि आज चाहिँ बनाउँछु म पराठा। ल लेट्स गो। अनि त्यो भन्दा अगाडि चाहिँ केरा खाउँ तर केराको हाल चाहिँ यस्तो भएछ फ्रिजमा राख्दा कति चिसो हो, बाहिर पनि कति चिसो, केरा पनि कति चिसो, सबै यस्तो कालो पसिसकेको छ। मेरो चाहिँ पराठा पनि बनिसक्यो तर मेरो पराठाको ढङ्ग चाहिँ यस्तो भएको छ। मम्मीले भन्नुहुन्थ्यो 5 पैसाको ढङ्ग छैन के गरी खान्छस् भनेर, त्यस्तै भएको छ मेरो पराठाको चाहिँ आज हाल। कुरुप भएको छ, यो कुरुप बिरुप भएको छ सबै। अनि तातो मिठो चाहिँ मिठै भएको थियो, तातोमा मैले चाहिँ हतार खाइदिइहालेँ किनकि म आज बिहान 10 बजीदेखि काम छिरेको, अघि 5 बजीसम्म थियो नि त। अनि के पनि थिएन के, भोक लागेर कस्तो भइरहेको थियो। 3 पात रोटी बनाउँदा चाहिँ मेरो 1 पात रोटी मात्र भएको थियो, त्यसैले मैले यसलाई चाहिँ राम्रोसँग घुमाइ फिराइ देखाएँ। अनि सुन्ता नानाको भ्लगको कसले हेर्नुभयो साथी, म त हाँसेर मर्दा अस्तितिर म बिजी भएर के हेर्नै पाथेन। त्यही माथि नानाको एडिटिङ, भेनाहरूको एक्टिङ, ओ माई गड भन्दै साथीहरू आजको भिडियो यति नै, बाई बाई। फेरि नेक्स्ट भिडियोमा आउनेछु।